Lavan. Hello. के छ ब्रो? Hello, hi, and welcome to my life. वेलकम सबैलाई. हेलो वेलकम छ सबैजनालाई मेरो न्यू भिडियोमा. हामी चाहिँ अहिले यति बेला चाहिँ रोमानियाको बकाउ सिटीमा जुन रहेको इन्सुला पार्कमा हामी चाहिँ अवस्थित छौँ. देख्न सक्नुहुन्छ एकदमै रमाइलो छ यहाँ चाहिँ. एकदमै यो पार्कमा चाहिँ एकदमै मजाले हामीले नेचुरल हुन्छ नि इन्भाइरोमेन्टहरू चाहिँ भ्यू गर्न सकिन्छ. तपाईँहरूले देख्न सक्नुहुन्छ पारी एकदमै राम्रो छ. पारी देख्न सक्नुहुन्छ पुरै पारी चाहिँ डाँडाहरू पनि छ के गाउँहरू उता. यस्तो छ साथीहरू यहाँको अवस्था. एकदमै रमाइलो छ यो ठाउँ चाहिँ. अहिले चाहिँ समर स्टार्ट भयो नि त. अब त्यही भएर त्यति चिसो छैन अहिले चाहिँ. त्यही भएर मजाले यहाँ चाहिँ बसेर कुराकानीहरू गर्ने हुन्छ नि. यो पर चाहिँ भलिबल ग्राउन्ड पनि छ. त्यहाँ चाहिँ केटाहरू भलिबल पनि खेलिरहेको. हाम्रो केटाहरू यहाँ रहेको छ. एउटा चाहिँ चिम्पाङ. ओइ चिम्पाङ जीवन निकालिरहेको यसले वास्तै गराएन. ओइ कान्छा के गरे? तालमा छ एकदम चाहिँ. यहाँ चाहिँ नेपाली मान्छेहरू खासै छैन. अब त्यही त हो नि. देख्न सक्नुहुन्छ मजाले तपाईँहरूले. यतातिर चुम्माचाम्मी पनि गर्ने कार्यक्रम है. त्यतातिर ध्यान नदिउँ. हामी आफ्नो काममा फोकस गर्छौँ. रमाइलो छ जे होस्. पार्कहरू भिजिट गरिसकेका छौँ. अब हामी फर्किनु पर्ने हुन्छ. हामी चाहिँ रुमतिर लाग्दैछौँ. जाम है केटा गाइज लेट्स मुभ. आइजाउँ. त्यहाँ फर्किँदैछौँ साथीहरू रुमतिर. अब हामीले चाहिँ पार्कहरू पुरै भिजिट गरिसकेका छौँ मजाले. पार्क चाहिँ एकदमै राम्रो छ. यी दुईटा चाहिँ अफ्रिकाका हुन्. खोइ के भाषा बोल्छ मलाई थाहा. नेपाली हो. नेपाली रहेछ. नेपाली रहेछ. रमाइलो छ केटाहरू जिस्किन्छ. कस्तो लागिरहेछ तपाईँलाई बाहिर आएर? रोमानिया कस्तो लाग्यो भन्नुहोस्. रोमानिया कस्तो लाग्यो? रोमानिया आएर तपाईँलाई कस्तो फिल भयो? नेपालमा हुँदा कुन एक्सपेक्टेड बोकेर आउनु भएको थियो तपाईँ यहाँ? अहिले यहाँ आएर रियालिटीमा कस्तो फिल भयो? सोचेको जस्तो त सबै 100 होइन 50-50 भनेपछि नेपालबाट चाहिँ भनेपछि धेरै ठुलो सपना बोकेर आउनु भएको थियो. यहाँ आएर त्यति अब रियालिटीमा अलिकति फरक भयो. 50-50 हो. सोचे जस्तो चाहिँ रहेनछ भन्ने कुरा. सोचे चाहिँ रहेनछ रोमानिया जिन्दगी होइन. ए हो गाइज अब हामी लाग्दैछौँ. देख्न सक्नुहुन्छ टक्क यहाँ चाहिँ दामी वाउ देखेको छ है. पानी पोखरी. यहाँ मान्छेहरू भिड हुन्छ गाइज एकदमै. यहाँ चाहिँ मान्छेहरू एकदमै भिड हुन्छ. अब त झन् समर लागिसकेको छ. अर्काको ठाउँ के गर्नु. मजा छ, सफा छ, चिल्ला गाडीहरू छन्, चिल्ला रोडहरू छन्. अब के गर्नु. हाम्रोमा छैनन् नेताहरू सबै भ्रष्टाचारी होइन. आउँदैछ रोसो दाइले हर्साउनुहुन्छ फेरि. हाम्रो केटाहरू आउँदैछन्. यस एकदमै रमाइलो छ यता चाहिँ. यो अब हाम्रोमा पनि अब यस्तो अब अरूकै हेरेर अब हाम्रो यस्तो चाहियो भन्ने कुरा होइन. यस यहाँको राम्रो छ नि त. अब यहाँको सरकारहरूले व्यवस्थित सहर बनाइदिएको छ. एकदमै सफा छ. इन्भाइरोमेन्टहरू हुन्छ नि. हरेक कुराको रुल्स रेगुलेसन एकदमै यहाँको मान्छेहरूले चाहिँ एकदमै फलो गर्छ होइन. अब काहीँ पनि के फोहोर भन्ने चिजै देख्नु न तपाईँहरूले. एकदमै सफा छ. क्या दामी छ क्या. वा त्यही हो गाइज. त्यही हो नेपालमा पनि यस्तै भएको देख्न पाऊँ. सबैजना नेपाली नागरिकहरू एकदमै सभ्य नागरिकको पहिचान दिउँ. जता पाए त्यतै फोहोरहरू नफाल्नु होइन. त्यही हो. सो त्यही हो आफ्नो देश आफूले बनाउने हो. सरकारले गरेन यो भन्दा पनि सरकारले आएर बाटो फोहोर त गर्ने होइन. बाटोमा फोहोर गर्ने भनेको हामी जस्तै जनताहरूले हुन्. त्यसैले सबैजनाले
चाहिँ यो कुराहरू बुझ्नु जरुरी छ। गाइस त्यो पर दामी फुल फुल्यो हेर्नु, यस्तो दामी के वाउ छ नि है, नाइस छ एकदमै। हामी चाहिँ अब टक्क रुम लिएर चाहिँ आइपुगिसकेका छौँ। तर खै के कि अब मलाई चाहिँ कस्तो लाग्छ भने अब यहाँ चाहिँ खासै राम्रो व्यवस्था चाहिँ छैन होइन। अब युरोप भन्ने मात्र युरोप भनेर त आइयो, त्यस्तो राम्रो चाहिँ हामीले जुन एक्सपेक्ट गरेर हाम्रो त्यो अनुसारको चाहिँ रियालिटीमा चाहिँ केही पनि हुन्न साथीहरू, त्यही भन्छु। हाम्रो चाहिँ रुम चाहिँ त्यो पर देख्नुभएको अकोमोडेसन हो, टक्क त्यहाँनिर जानुपर्ने हुन्छ। हाम्रो चाहिँ यस्तो छ कारागारमा आइपुग्यो हामी। वेलकम छ मलाई कारागारमा। टक्क हामी चाहिँ रुममा आइसकेका छौँ। हेलो वेलकम छ मलाई, वेलकम छ हाम्रो यता। अनि घर राम्रो कुर्नु भयो नि आज, तलमाथि त भएन नि, बढिया राखेको छ। सो गाइज अब चाहिँ हामी रुममा आइसकेका छौँ। अब हाम्रो भिडियो चाहिँ नेक्स्ट भिडियोमा हामी तपाईँहरूसँग भेट्नेछौँ भन्दै बाई बाई।